सम्पूर्णमा नमस्ते। हामी अहिले छहारी फार्ममा छौँ। छहारी फार्म पर्यावरणीय कृषि अभ्यास गर्ने फार्म हो, जहाँ 11 जना युवाहरू एकै ठाउँमा आएर खेतीपातीमा कम्बर कसेर लागेका छौँ। यो कम्तीमा 7 बिघामा चाहिँ यो फार्म फैलिएको छ। यो अन्य जमिनहरू गरेर 10 बिघा जतिमा चाहिँ फार्मको कुल क्षेत्रफल रहेको छ। यहाँ चाहिँ हामी पर्यावरणीय कृषि अभ्यासहरू जस्तै विविधता, सहकार्य, मानव तथा सामाजिक मूल्यहरू जस्ता विभिन्न चक्रीय अर्थतन्त्र जस्ता पर्यावरणीय कृषिका विभिन्न आधारभूत सिद्धान्तहरूलाई प्रयोग गर्ने कोसिस गरिरहेका छौँ। यो ड्याङ पनि त्यसको ज्वलन्त उदाहरण हो। यहाँ हेर्नुभयो भने ड्याङको तलतिर चाहिँ दलहन, तेलहन जस्ता बालीहरू छन्। यहाँ चाहिँ ढैँचा अनि त्यसपछि भटमास छ भने यो सँगसँगै छेउको ड्याङमा चाहिँ भुइँकटर छ। भुइँकटर भन्दा अलि मासतिर चाहिँ रुखकटर भन्दा माथि अम्बाको छेउमा एप्पल बयर भनेको यो विविध खालका उचाइहरू चाहिने फलफुलहरू चाहिँ एउटै ड्याङमा लाएर चाहिँ एउटा चाहिँ बालीहरूको विविधता र सम्मिश्रण मिलाइएको छ, सहकार्य मिलाइएको छ। यो लगायत हामीले धेरै प्रयासहरू गरेका छौँ। आफू खानका लागि छुट्टै जमिनहरू राख्ने, खाद्यान्नको पनि बाली चक्र अपनाउने, अनि त्यसपछि धान खेतीमा एजोलाको प्रयोग गर्ने, अनि त्यसपछि मलको रूपमा चाहिँ जीवामृत, घनजीवामृतको प्रयोग गर्ने, स्थानीय स्तरमा जे मलहरू पाइन्छ त्यो मात्रै प्रयोग गर्ने गरी हामी खेतीपाती गरिरहेका छौँ। र हामी छहारीको स्वस्थकर सक्खर, अनि त्यसपछि रोजेल भन्छ बेलचण्डा, चियाको लागि बेलचण्डा, अनि त्यसपछि त्यो सँगसँगै चाहिँ भुइँकटर र सिजनल अन्य चिजहरू चाहिँ तरकारीहरू चाहिँ हामी यहाँबाट बिक्री वितरण गरिरहेका छौँ। हामी अहिले एजोला पोखरीमा छौँ। हामी यसलाई चाहिँ छहारीको प्राकृतिक नाइट्रोजन फ्याक्ट्री भन्छौँ यसलाई। अहिले चाहिँ धेरै चर्चाहरू युरियाको भइराख्दाखेरि हामीले चाहिँ हाम्रो मलमा एजोलाको प्रयोग गर्छौँ र मल बनाउँछौँ। यो एजोला चाहिँ लगभग हरेक दिन हामी निकाल्छौँ, अनि त्यसपछि हामीले चाहिँ प्रायः जसो मल निर्माण गर्दाखेरि चाहिँ 5 भाग मलमा 1 भाग एजोला हालेर मल निर्माण गरिरहेका हुन्छौँ। एजोलाको लागि चाहिँ अलिकति छहारी भएको पोखरी भयो भने त्यहाँ एजोला उत्पादन गर्न सकिन्छ। यो पशुवस्तुको दानाको रूपमा पनि प्रयोग गर्न सकिन्छ भने तपाईँको जमिनमा चाहिने नाइट्रोजनको लागि र मल बनाउनको लागि एज अ कार्बन सोर्स पनि प्रयोग गर्न सकिन्छ। यो बहुउपयोगी छ एजोला। हामीले चाहिँ यहाँ एजोलाका विभिन्न पोखरीहरू बनाएको छौँ। 4-5 वटा पोखरीहरू चाहिँ एजोलाका छन्। हामी चाहिँ अहिले यो सयपत्रीको बेर्ना भएको ठाउँमा आएका छौँ। यो करमा 555 को बेर्नाहरू हो। यसलाई चाहिँ आज हामी रोप्न गइरहेका छौँ। यो पल्टको तिहारमा रसायन र विषादी रहित जमिनमा फुलेको फुल भाइको उपहारका रूपमा दिनका लागि चाहिँ तपाईँहरू छहारी सम्झिन सक्नुहुन्छ। हामी चाहिँ धेरै ठुलो सङ्ख्यामा चाहिँ फुलहरू उत्पादन गर्ने र यसको बेर्ना बिक्री वितरण गर्ने योजनामा पनि रहेका छौँ। आज चाहिँ हाम्रो बेर्ना सार्ने दिन रहेको छ। छहारी फार्म चाहिँ यस्तै खालका विविध कृषि अभ्यासहरू गर्ने एउटा क्षेत्र हो र यहाँ चाहिँ हामी यही पर्यावरणीय कृषिसँग अभ्यास पनि गर्दैछौँ र आफूले सिकेका कुरा अरूलाई सिकाउन कोसिस पनि गरिरहेका छौँ।